हेलो दर्शन नमस्ते वेलकम टु माई युट्युब च्यानल। आई होप कि तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ र म पनि भगवानको कृपाले फिटिङ फाइन नै छु र फेरि पनि आएको छु नयाँ भिडियो लिएर। आजको विषय रहेको छ स्वर्गद्वारी दर्शन गर्न जाने प्लस घुम्ने र रमाइलो गर्ने। र मेरो बहिनी पनि एकदम राम्री ब्युटिफुल भएर तयार अवस्थामा हुनुहुन्छ र दुई महिना भएर हामी जाने नै छौँ। बाटोमा कस्तो के हुन्छ सब देखाउने नै छौँ। धन्यवाद। अब हामी चाहिँ दुई महिना यसरी गाडी चढेर बाई बाई गर्दै निस्किँदैछौँ। सो गाइज यो चाहिँ हाम्रो बजार लाग्ने ठाउँ। हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ अहिले तुमा चोकमा छौँ। अब एकछिनपछि जाँदैछौँ। त्यहाँ साथीहरू तयार हुँदैछन्। भएपछि हामी चाहिँ लगातार हाम्रो स्वर्गद्वारीतर्फ प्रस्थान हुनेछ। धन्यवाद। अहिले चाहिँ हामी तौलियामा रहेको विशेषोक भन्ने स्थानमा आइपुगेका छौँ। यसै गरी हामी विशेषोकदेखि सिधा आएर नहरको छेउको एउटा रोडलाई छोएर हामी जाने नै छौँ र बिचमा आएर यहाँ हाम्रो बाटो बिग्रेको कारणले हामी लड्ने अत्यन्तै जोखिममा छौँ र बिस्तारै बिस्तारै गरेर हामी रोडलाई छुनेछौँ र महाराजगञ्जतर्फ लाग्नेछौँ। यसै गरी हामी महाराजगञ्ज रोड हुँदै चन्द्रौटा सिटीमा आइपुगेका छौँ। अब चन्द्रौटा सिटीदेखि अब प्युठान रोड अथवा भालबाङ रोडतिर हामी प्रस्थान हुनेछौँ। यसै गरी हामीहरू चन्द्रदेखि छुटेपछि प्रकृति वातावरण डाँडाकाँडा वन जङ्गलसँग रमाउँदै र भाइरल ठाउँ हेर्दै हामीहरू धानखोलातर्फ लागिरहेका छौँ। यही क्रममा अब हाम्रो धानखोला मन्दिर शिवगढी जाने बाटो र धानखोला मन्दिर निर्मित गरेको छ। यसै क्रममा हामी भालुवाङको गेटसम्म पुग्यौँ र बहिनीलाई भाउजूको घर जाने बाटो देखाउँदै हामी पुलतर्फ लाग्यौँ। पुलमा 2-3टा फोटो खिच्यौँ। हेलो सो गाइज हामी चाहिँ भालुवाङ पुलमा आइसक्यौँ। अब यहाँ सल्लाह हुँदैछ खाजा खाएर अनि त्यहाँपछि हामी लगातार मन्दिरतिर प्रस्थान हुनेछौँ। अब यो पुलमा सल्लाह हुँदैछ। हाम्रो टोली चाहिँ उता हुनुहुन्छ। हाम्रो टोलीबाट सल्लाह भएर यसमा 2-3टा फोटो खिचेर अनि हामी चाहिँ लागिरहेछौँ स्वर्गद्वार। हाम्रो यहाँ हुनुहुन्छ सन्तोष सेन, हाम्रो दोस्त एकजना यहाँ हुनुहुन्छ, भौजी उहाँ हुनुहुन्छ, हाम्रो एकदम भाइरल दाई
सीताराम दाई हाम्रो यहाँको नाम चाहिँ थाहा भएन तर दाई चाहिँ राम्रो हुनुहुन्छ भाइ यहाँ हुनुहुन्छ र सबै हाम्रो टोली यत्रो धेरै छौँ अब बिस्तारै बिस्तारै गरेर स्वर्गद्वारीतर्फ हामी लाग्नेछौँ हस् त धन्यवाद बाँकी बाटोमा देखाउँदै जानेछु के हुन्छ कस्तो हुन्छ सबै हाम्रो 2 घन्टाको ड्राइभपछि स्वर्गद्वारी गेट देख्दाखेरि मनमा यति आनन्द आयो यति खुसी आयो कि हामी सोच्यौँ आइहाल्यो तर अझै पनि धेरै टाढा थियो यो त फर्स्ट गेट रहेको थियो पर्खी हद्दु भइसक्यो भाइ पछाडिको केटाहरू आउँदै लेट गर्छन् क्यामेरा पुग्छ भाइ पुग्छ मोबाइल हामी चाहिँ दरबाङमा वेटिङमा छौँ लाइभ हाम्रो दाइ फोनमा बिजी हुनुहुन्छ दरबाङ पनि राम्रो छ ठाउँ दाइको मुड अफ भयो हामी चाहिँ गाडी चलाउँदा दरबारदेखि रात नै परिसक्यो तर मन्दिर आएन बल्ल हामी यहाँ आइपुग्यौँ हामी आएको चाहिँ यहाँदेखि अहिले चाहिँ हामी जसपुर भन्ने ठाउँमा आइपुग्यौँ कौन है ये लोग कहाँ से आते हैं रातिको 8 बजे हामी ढिङ्ग्री भन्ने ठाउँमा आएछौँ अब बस्ने चाजोपाजो मिलाइरहेछ सबैजना भर्खरै आएर अलमल छौँ अब यता जाने कि यता जाने भन्ने थाहा छैन अब एकछिन सल्लाह पछि जाने कुरो हुन्छ जता गए पनि मान्छेको पुरै भिड छ लजहरू सबै प्याक छ गाह्रो छ धर्म गर्नु नि सजिलो छैन शिवजीलाई भेट्नु रातिको 8 बजिसक्यो अब अझै अत्तो पत्तो केही छैन आज हामीहरूको बसाइ यहाँ छ सबै एकटै ठाउँमा गुडुङ हामीहरूको बसाइ आजको बल्ल रुम पाइयो गाइज एउटा एडजस्ट गरेर बसिरहेछौँ चाहिँ जोलुके मार्केट चाहिँ घुमिरहेछौँ आज कति बजे दाइ 11 बजिसक्यो अब हामी चाहिँ घुमिरहेछौँ 12 बजे सुत्न अब सुतेपछि त त्यही हो पारा भोलि ड्राइभ कसरी हुन्छ भन्ने सोचिरहेछु म चाहिँ ड्राइभ गर्दा निदाउने हो क्या भोलि के छ भोलिको प्लान त्यत्रो लङ हो यता त निद लाग्दैन निद लाग्यो भने चन्द्रौटादेखि लाग्छ क्या हेलो गुड मर्निङ एभ्रिवान अब चाहिँ म अब हामी चाहिँ सबै नआएर अब चाहिँ हामी बाटो लागिरहेको छौँ अब के हुन्छ कस्तो हुन्छ बाटोमा अब करिब रातिको 1 बजीतिर चाहिँ हामी उठेर नुहाइ गरेर एकजना दाइ चाहिँ जाने रेडी भइसक्नु भइसकेर नुहाइ सबै भइसक्यो अब हाम्रो साथी छ हामी बसेको कोठा चाहिँ यही हो अब
एकजना सुतेको सुतेको हाम्रो फाइनल लुक चाहिँ यही हो। अब यही लुगा लगाएर जान्छौँ। हामीहरूको गाडी दाइले झार्दै हुनुहुन्छ। घुमाएर सिधा गराउनु दाइ तपाईँले गाडी। स्कुटी यहाँ छ, मेरो यहाँ छ। हामी यत्रो छौँ। अब निस्किने तयारीमा छ। भर्खर जस्ट बल्ल बल्ल गाडीहरूले दुःख पायो र स्वर्गद्वार यहाँ भर्खर एन्ट्री। अब यहाँदेखि चाहिँ कतिवटा सिडी छ, अब त्यही चढ्न बाँकी छ। अब सबै आइसक्नु आदि आउन एकजना नि आइसक्नु ल दाइको नि एन्ट्री भयो। अब एकछिनमा हामी सिडी चढ्नेवाला छौँ र हाम्रो अझै 2 जना साथी अझै आउन बाँकी छ। त्यसपछि बाँकी भिडियो मन्दिरमा देखाउनेछु। केही भन्न चाहनुहुन्छ? केही भन्दिनँ यार, बहुत माथि रहेछ। 2 लिटर तेल तान्दियो मेरो। ल ल हेर्नु ओस कस्तो हिँडे बटुवा। हेलो बटुवा। हेर्नु शीत कस्तो हिँडे। रातिको 4 बजे पनि यस्तो भिड छ। 4 बजे रातिको गाडी यति छ स्वर्गद्वारीमा। स्वर्गद्वारी प्रवेशद्वारमा आइयो। कुहिरोले केही देखे छैन। प्रवेशद्वार ओम श्री परमेश्वराय नमो। हाम्रो मोटी थाके के छ अवस्था? खै के छ अवस्था? मजा आ रहा है। बहुत मार्मिक छ। हिँडाइ बहुत मार्मिक छ गाइस। अब चक्कर आइरहेछ। बहुत याद आइरहेछ त्यसको। अक्सी त्यो ऑक्सीजन कम हो। ल ल ल ल ल सास छिटो छिटो। मुझे अपने घर जाना है। मुझे घर जाना है। मुझे अपने घर जाना है। एलियन मार्मिक छैन है। के छ नै मार्मिक छ। ल फाइनली पुगेको अवस्था। फाइनली पुग्यो। हाम्रो टिम फाइनली पुग्यो। फाइनली मन्दिर पुगियो।
यही मन्दिर हो र मेरो लागि यहाँ रहेछ त हेर बड़ा हरामी हो बेटा उठाइलिम मैं नहीं मानता कसैको छैन उठाइलिम ले 500 रुपियाँ वाउ तू साला बहुत नीच आदमी रहे सांप को देखा और तेरे को देखा तो पहला सांप को छोड़ के तेरे को मारना हामीहरू 3 बजे राति आउँदा पनि यति भिड यति लाइनै भ्याइँदैन जति सकिन्छ भने त्यति लाइन बढ्छ लाइन बस्दा बस्दा पुरै उज्यालो भयो तापनि लाइन भ्याइँदैन ओहो यति भिड हुँदो रहेछ सिरेटोले हान जति बिहान आए नि काम छैन गाइज हामी यत्रो 2 बजे हिँडेर 3 बजे हिँडेको मान्छे त्यही पनि यत्रो धेरै लाइनमा बस्न पर्यो यत्रो हे भगवान् कहिले भ्याइनी यो कहिले भ्याइनी कहिले पूजा गर्ने हरो महादेव मेन मन्दिर चाहिँ यही हो बहुत भिड छ मेन मन्दिरमा लाइन यति लामो छ मेन मन्दिर यही अब चाहिँ हामी पूजा सकेर घरतिर लाग्ने तर्खरमा छौँ तर हाम्रो साथीहरू कता हुनुहुन्छ के हुनुहुन्छ अझै यत्रो भुँडीमा अत्तो पत्तो छैन अब खोज्नु पर्यो कता कता हुनुहुन्छ अनि त्यसपछि चाहिँ घर जाने तर्खर हुनेछ सिजनमा आउनु चाहिँ ठिक रहेनछ धर्मभन्दा धेरै पाप हुने रहेछ सिजनमा चाहिँ बहुत गाह्रो हुँदैछ पुरै जता कतै फोहोर गरेर पुरै बेकार हुँदैछ सिजनमा आउनु चाहिँ अफ सिजनमा आयो भने चाहिँ राम्रोसँग पूजा नि हुन्छ सबै स्वच्छ वातावरण पनि मिल्छ सबै ठिक हुन्छ र राम्रोसँग पूजा गर्न नि पाइन्छ अहिले भिडभाडमा आउनु भनेको चाहिँ आफूलाई दुःख पाउनु चाहिँ लेखेको हुन्छ त्यो हो अब चाहिँ हामी निस्किँदैछौँ अनि त्यहाँ पछि बाँकी चाहिँ बाटोमा तपाईँलाई बताउने देखाउने छु हामीहरू अब चाहिँ निस्किरहेको अब हाम्रो आधी टोली चाहिँ यता छौँ आधी टोली कता यहाँ फोटो सेसन हुँदैछ अब हामी चाहिँ तलतिर जान लागेको अब हाम्रो पूजा सकिएर अब अरू चाहिँ तल गइसकेछन् हामी तिनवटा चाहिँ फोटो सेसन गर्दा 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 बल्ल हामी झर्दैछौँ अरू के भन्दा गाइस भुटिङ हान्ने नि त बम बम बोले भन्दै नि त फाइनली स्वर्गद्वारी घुमेर नि भ्याइयो अब फाइनली अब घरतिर फर्किन लाग्छौँ अब अगाडि गएर ट्याक्क लाएर खाना खाइन्छ त्यहाँपछि घर गइन्छ पुरै कुहिरो लाग्छ जाडो भएछ अब हामीहरू जाने हो अब हाम्रो मन्दिर घुमेर चाहिँ भ्याइयो म त तल झरिसकेँ अब आदि साथीहरू तल झर्न बाँकी छ ढिला झरिरहेछन् सबभन्दा पहिला म आएँ हाम्रो ग्रुप मध्येमा फाइनली यो फाइनली हाम्रो स्वर्गद्वारी प्रवेश र हामी पूजा गरेर सकिसक्यौँ अब चाहिँ घर लाग्ने तयारी बस पार्कमा आइसक्यौँ
प्रसादहरू लिन आइसक्यो पुरै राम राम हरे हरे बम बम बोले बम बम यहाँ ट्याक्क यो चाहिँ हामी बिजुवार जाने पुलमा आइछौँ बिजुवार जाने पुल देख्दैन बाढी आएको छ राति चाहिँ यहाँ मस्त लाइट बोल्छ सब लाइट हो रङ्गी बिरङ्गी लाइट बोल्छ राति चाहिँ यतातिर चाहिँ बिजुवार जान्छ प्युठानमा त्यहाँ बिजुवार भन्ने ठाउँमा बजार छ त्यही साइडतिर जान्छ हामीहरू यसो घुम्न आएछौँ त्यसपछि हामी घर लाग्छौँ उता पारी छ चकचकै